साह्रै मिठो छ अब चाहिँ मैले यो खाएँ सबै मिठा सिलाउनु लागिसकेको छ त्यो खाएँ एउटा खाउँथेँ यसमा चप्पल खानु है केमा खानु भयो यसमा यो चाहिँ जुनमा त पनि हुन्छ त्यसमा त पनि हुन्छ आज क्रन्ची भएर छ नि यो पनि सबै मिठा क्रन्ची भएर छ आज खानु हालिदिउँ प्रकाश आफै हाल्नु तल के भयो कसरी लगाउने एकचोटि लगाउनु खै हातले सोध्नु भयो नि हुन्छ हाने हामी दुईजना मात्रै हो आउँदैन कसरी म त एक पिस मासु पनि राख्छु ल मासु उयो अगाडि पनि छ ल त्यो पनि ग्रेभ लगाएर खाऊ साग खान्छु म त मैले पनि साग निकालेँ मनपर्छ साग सजिलो हुन्छ यो पन्जा लाएर खाएको त भन्दा खाली हातै खानु राम्रो मिठो हुन्छ मजा आउँछ ल pork हाल्नु खाइसकेँ नि मैले यहाँनिर यत्रो राखिरहेको छु पाकेको रहेछ मजाले सजिलोसँग खानु प्लेट ल्याउनु पर्ने रहेछ है प्लेट ल्याउनु पर्ने रहेछ है अलि अगाडि बस्नु नि होइन एउटा खुर्सानी टोक्नु पर्ला जस्तो खुर्सानी चाहिँ छोरीले चाहिँ अति खान्छ भन्छ है तर खुर्सानी त मनलाई पनि साह्रै मनपर्छ नि डल्ले खुर्सानी खान्छ भातसँग चौचौ ल पिरो भयो धेरै अमिलो होला म त कागतीसँग भात साह्रै मनपर्थ्यो मेरो छोरी पेटमा हुँदाखेरि मलाई कागती यति मन पर्थेन यति मन पर्थ्यो कागती साग भात अमै मैले कति खान्थेँ दिनमा 3 चोटि खान्थेँ र पनि मलाई त खाएको जस्तै लाग्थेन मलाई अहिले जस्तै याद आउँछ
तपाईँलाई पोर्क चाहिँ किन मनपर्छ अरे एकचोटि कहानी सुनाइदिनु त ल बङ्गुरको मासु बङ्गुरको मासु चाहिँ मलाई गाउँघरमा है मेरो ठुलो बाबु पेटमा हुँदाखेरि यति यो सुँगुरको मासु खानु मन लागेको मलाई यस्तो सेतो मासु चिउरासँग कस्तो खानु मन लागेको त्यो ठाउँमा नपाउने क्या त्यो ठाउँमा बजार नजिक छैन हाट बजार नजिक छैन त्यो बेलामा त धेरै दुःख थियो अहिले चाहिँ गाडी एकै दिनमा काठमाडौँबाट एकै दिनमा पुग्छ त्यो समयमा चाहिँ काठमाडौँबाट घर गयो भने हामी जस्तो हिँड्नु नसक्ने मान्छे 1 हप्ता लाग्थ्यो बास बस्दै जाने अनि त्यो ठाउँमा चाहिँ मासु खानु चाहिँ दसैँ मात्रै आउनुपर्ने क्या दसैँ तिहार त्यस्तो मात्रै आउनुपर्ने अनि अब हिउँभरि सुँगुरको मासु खानु मन लाग्यो पाएन गणेश सरातीमा काटेको रहेछ तराई पनि मेरोमा चाहिँ आइपुगेन क्या खबर पनि भएन अनि ल्याउनु त सासु आमाले ल्याउनु भएको छ त्यो बेलाको मान्छे है कस्तो भएको नभएको भन्ने खै तर म कहाँसँग आइपुगेन मासु अनि खानु त पछि लास्टमा खाएँ तै पनि यो बङ्गुरको मासु चाहिँ त्यो बेलादेखि खानु मन लागेको त्यो मेरो छोरा नि अहिले 26 वर्षको भयो त्यो दुई जुगो हुने बेलामा खानु नपाएको चाहिँ पछिसम्म कहिले वाक्क नहुँदो रहेछ कि कति खान्छु मैले यो सुँगुरको मासुले मलाई पखाला पनि लाग्दैन पेट पनि दुख्दैन के भएको त्यस्तो हुँदो रहेछ कति खान्छु मैले सुँगुरको मासु मेरो पेटको अपरेसन गरेको छ तै पनि म खान्छु पिताको थैले छैन मम्मीको त पिताको थैले खान्छ तै पनि म बङ्गुरको मासु चाहिँ खान्छु छालैसँग खान्छु म खाँदिनँ नि मैले छाला मनपर्छ मलाई असाध्यै मनपर्छ खाना धेरै हुन्छ खानु अलिक चिसो भयो तपाईँलाई मसँग होइन सबैभन्दा धेरै रिस उठेको चाहिँ कहिले थियो सानो बेलामा के कुराको खै सुन्दैछ त्यस्तो यादै छैन मलाई त मलाई रिस उठेको थिएन लास्ट चकचक गरेको भन्ने टाइपको केही चकचक गरेको थिएन मैले त्यस्तो नाच्दा पनि चकचक गरेको मलाई याद भएन मेरो बच्चाहरू त्यस्तै चकचक गर्ने नि झन् 3 बच्चा तिनटै त्यस्तो धेरै चकचक गर्ने जस्तो मलाई लाग्दैन म एक्लैले हुर्काएको बुढो पल्टनतिर